आउन साथै सबै कुराहरू ठिकठाक हुन्छ त गभर्नमेन्टले त एक्जिक्युटिभ डिसिजन्सहरू गर्छ त्यसबाट केही सुधारहरू हुन्छ डेफिनेटली हुन्छ तर हाम्रो प्रब्लमहरू यति कम्प्लेक्स छ यति कम्प्लिकेटेड छ कतिपय कुरा यति स्ट्रक्चरल छ यो सानसानो कार्यकारी डिसिजन्समा त हामी सोचेको जस्तो सुधारहरू हुँदैन नमस्ते धेरै दिनपछि एउटा भिडियो लिएर आएको छु पहिले म भनिहाल्छु यो भिडियो अहिले मेरो पार्टीभित्र चलिरहेको यहाँको विवाद यहाँको विषयको बारेमा होइन तपाईँले अन्तिमसम्म हेर्नुभयो भने तपाईँलाई पक्कै पनि लाग्छ यो तपाईँको पनि इन्ट्रेस्टको विषय हो मेरो पनि इन्ट्रेस्टको विषय लाग्छ त्यसैले मेरो अनुरोध छ अलिकति थोरै लामो होला तर यसलाई एकचोटि ध्यान दिएर सुनिदिनु होला भन्ने मेरो रिक्वेस्ट छ पहिलो कुरा त आज नयाँ वर्षको पहिलो दिन तपाईँहरू सबैलाई शुभकामना छ यो शुभकामना हामी सबैलाई इलेक्सन अनाउन्स भएको छ इलेक्सन फ्री फेयर होस् हामी सबैले सहभागी गरी इलेक्सनलाई सफल बनाऊ सबैलाई शुभकामना छ बिचमा नयाँ ध्रुवीकरणहरू भएको छ नयाँ दल पुरानो दल सबैले चुनावी माहौललाई मद्दत पुर्याएको छ र चुनाव हुने कुरालाई मद्दत पुर्याएको कुरा सबै पोजिटिभ छ किनकि चुनावले हाम्रो कन्स्टिट्युसनलाई लिकमा लिएर आउँछ तर यो इलेक्सन भन्दै गर्दा एउटा कुराहरूको ध्यान दिनुपर्ने छ इलेक्सन त 2084मा त्यसै पनि हुन्थ्यो 2082मा आयो इलेक्सन भयो इलेक्सन भन्छ कोही जित्छौँ कोही हार्छौँ कोही सरकार बन्छ कोही सरकारभन्दा बाहिर बस्ने कुराहरू होला यति मात्रै हो त सेप्टेम्बर 8 र सेप्टेम्बर 9 को जुन मुभमेन्ट भयो यसमा हाम्रो आफू पनि विचार दृष्टिकोणहरू होला यसलाई विभिन्न कोणबाट हेर्न सकेला त एउटा कुरा त हामी कसैले डिनाइ गर्न मिल्दैन करप्सन एकदमै धेरै भयो नातावाद कृपावाद त्यसपछि गएर यो पार्टीहरू हाबी भएर हाम्रो सबै संस्थाहरू पङ्गु भयो सुशासन बर्बाद भयो कहीँ कतै पनि ठिकठाक देखेन सिस्टमले फङ्सन गरेन त्यस विरुद्धबाट ठुलो आक्रोश हुने त अनि इलेक्सन भयो इलेक्सनबाट नयाँ सरकार आयो आउन साथै सबै कुराहरू ठिकठाक हुन्छ त गभर्नमेन्टले त एक्जिक्युटिभ डिसिजन्सहरू गर्छ त्यसबाट केही सुधारहरू हुन्छ डेफिनेटली हुन्छ तर हाम्रो प्रब्लमहरू यति कम्प्लेक्स छ यति कम्प्लिकेटेड छ कतिपय कुरा यति स्ट्रक्चरल छ यो सानसानो कार्यकारी डिसिजन्समा त हामी सोचेको जस्तो सुधारहरू हुँदैन उदाहरणको लागि अहिलेको समानुपातिक सूचीलाई लिन सकिन्छ हामी पुरानो दलहरूलाई त आरोपै छ कि हामीले यो समानुपातिक प्रणालीको धज्जी उडाएका छौँ होइन पार्टीको लिस्टमा आफ्नो मान्छे राख्ने खल्तीबाट लिस्ट निकाल्ने गर्दै आएको यो पटक पनि धेरै सुधारहरू भएन एउटा भयो नयाँ पार्टीको पनि हाल त त्यही देखियो नि त जताततै रोवावासी छ सेलिब्रिटी बनायो आफ्नो मान्छे बनायो आफ्नो जिल्लाको मान्छे बनायो खल्तीबाट साटासाट गरेर बनायो यस्तै कुराहरू छ म स्पेसिफिक केस बाई केसमा गएँ त आखिर यो पुरानोले गल्ती गर्यो त्यसैले चाहिँ नयाँ हुनुसाथ सुधार हुन्छ भन्ने कुरा होइन रहेछ नि त सबै ठाउँमा सबै केसमा त्यो पनि होइन रहेछ यस्तो किन भएको भने हामीले कन्स्टिट्युसन बनाउँदै गर्दाखेरि यो पार्टीको पिआर लिस्टको कन्सेप्ट किन राखेको भने प्रत्यक्ष निर्वाचन प्रणालीबाट जुन पार्लियामेन्ट बन्छ त्यो पार्लियामेन्टमा नेपालको जनसङ्ख्याको जुन रियालिटी छ त्यो रियालिटी त्यहाँ चाहिँ एक्सप्रेस भएन जस्तो थुप्रै समुदायको प्रतिनिधित्व भएन त्यसैले समुदायको प्रतिनिधित्व गराउनु पर्यो तर यो प्रतिनिधित्व गराउँदै गर्दाखेरि पनि पावरफुललाई गराउने होइन उत्पीडितलाई गराउने छुटेकोलाई गराउने सोचेको त यही हो नि त कन्स्टिट्युसनमा त्यही कुरा लेख्यो तर कन्स्टिट्युसनमा ठ्याक्कै के गर्न पाइन्छ र के गर्न पाइँदैन लेखेको हुनाले गर्दा त्यो छिद्र जुन छ नि पाल त्यो पालबाट छिरेर हामीले के गर्ने भयो यसको व्यापक मिसयुज गर्ने भयो किनकि यो त हाम्रो नियतमा हाम्रो विवेकमा छोडिदिएको जस्तो कुरा भयो भनेपछि यो कुरालाई यत्तिकै छोडिदियो भने भोलि गएर नयाँ इलेक्सन भएर नयाँ गभर्नमेन्ट आइसके पछाडि पनि सधैँभरि यस्तै भइराख्ने रहेछ नि त त्यसो यसको सुधार कसरी गर्ने हो त त्यसो एउटा उपाय हुनसक्छ कन्स्टिट्युसनल ब्यारियर पार्टीको पिआर लिस्टमा कसलाई राख्न पाइँदैन भन्ने बारेमा हामीले कन्स्टिट्युसनमै तोकेर भन्यौँ जस्तो एकपटक सांसद भइसकेको एकपटक मन्त्री भइसकेको राष्ट्रिय सभामा गइसकेको योलाई बनाउन पाइँदैन त्यो कन्स्टिट्युसनमा के गरेर राखेपछि त्यसको आधारमा कानुन बन्ने हो जस्तो हामीले फिलिपिन्समै त्यहाँको अदालतले भनिसके पछाडि त्यहाँको पार्टी लमा रिफर्म गरेर त्यहाँ अहिले सीमान्तकृत र एकदम छुटेको समुदायको मात्र प्रतिनिधित्व हुनुपर्छ भनेर भनेको छ हाम्रो पनि कोर्टले बोलेको छ तर कन्स्टिट्युसनमा त्यो कुराको व्यवस्था नभएको हुनाले गर्दाखेरि कानुनमा त्यो कुरा रिफ्लेक्ट भएको छैन हेर्नुहोस् त अहिले पावरफुल नेताहरूले के गर्छौँ हामीहरूले भने आफ्नो निर्वाचन जित्नको लागि आफ्नो एउटा क्षेत्रबाट 5 जना 6 जना जिल्लाबाट 10 जना 11 जना मान्छेहरू राखेको कुरा पुरानो नयाँ सबले गर्यौँ किन भनेदेखि भने भूगोलको यो व्यवस्थाको प्रतिनिधित्व कसरी गराउने जनसङ्ख्याको कसरी गराउने भन्ने बारेमा अघि भनेको जस्तै कन्स्टिट्युसनमा ठ्याक्कै ती कुराहरू परेन जसले गर्दा कानुनमा पनि ती कुराहरू परेन त्यसो भएदेखि भने के गर्न सकिएला कि प्रदेशको जिल्लाको प्रतिनिधित्व कसरी गराउने वा यो समानुपातिक निर्वाचन प्रणालीबाट छानिने जुन पिआर लिस्ट बनाएको हुन्छ उनीहरूको पनि टेस्ट हुने विभिन्न तरिकाहरू छ त्यो कुराको व्यवस्था गर्न सकिएला अथवा रिजर्भ कन्स्टिट्युन्सीको कुरा होला 165 निर्वाचन क्षेत्र नै छ त्यसमध्ये केही रोटेसनको आधारमा केही कन्स्टिट्युन्सी रिजर्भ हुन्छ त्यो रिजर्भ कन्स्टिट्युन्सीमा कसको मात्रै बीचमा प्रतिस्पर्धा हुन्छ जुन समुदायको प्रतिनिधित्व गराउनु पर्नेछ अल्टिमेटली बन्दै गर्दा हाम्रो पार्लियामेन्ट चाहिँ अहिलेको जस्तै समावेशी बन्छ तर कुनै पनि ठाउँमा नेताहरूले खल्तीबाट राखेर गर्ने कुराको आँट गर्न सक्दैन तर मैले भनेको यो कुराहरू जबसम्म हामीले संविधानमा केही कुराहरूको सुधार गर्दैनौँ यो कुराहरूको सुधार हुँदैन त्यसै अर्को एउटा उदाहरण दिन्छु हाम्रो
एकदम ठुलो हामीले चासोको विषय भनेको सुशासनको विषय सुशासनको सन्दर्भमा अनेकौँ हाम्रा समस्याहरू छन् खास गरिकन सुशासन प्रवर्धन गर्ने जुन हाम्रो इन्स्टिट्युसन्सहरू छ त्यसले राम्रोसँग काम गर्न सकेन भन्ने छ जस्तो उदाहरण भनौँ न नेपालमा करप्सनलाई कन्ट्रोल गर्नको लागि भनेर बनेको के छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग अम्बुड्सम्यान इन्भेस्टिगेटिभ र प्रोसिक्युसनको तिनटैको अधिकार एउटै संस्थालाई त्यो पनि संवैधानिक निकायलाई भयो बिरोले मात्रै हुन्छ जस्तो कन्स्टिट्युसनमा मैले थाहा पाएसम्म त साउथ एसियामा नेपाल मात्रै देश हो जहाँ यति धेरै अधिकार भएको संस्था छ त्यसो भन्दा करप्सनको त एकदम नियन्त्रण भएको हुनुपर्ने ठुल्ठुलो काण्डहरू नभएको हुनुपर्ने वा काण्डहरू भयो भने पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग यस्तो पावरफुल संस्था छ त्यसले हेरिहाल्छ भने नागरिकलाई विश्वास भएको हुनुपर्ने तर किन हुँदैन किन प्रत्येक पटक आन्दोलन हुँदै गर्दा यही पटक सेप्टेम्बर 8-9 को पनि सबभन्दा ठुलो विषय करप्सनको विषय किन भयो किन जसले पनि आएर भाषण गर्दाखेरि म आएपछि फाइल खोल्छु म यो काण्डहरू यो गर्छु त्यो गर्छु भनेर भन्नुपर्ने कुरा किन आउँछ जब फाइल खोल्नको लागि त हामीले सबभन्दा पावरफुल संस्थै बनाएर राखेका छौँ किन हुन्छ भने यसको नियुक्ति गर्ने कसले गर्छ हाम्रो संविधानबाट संवैधानिक परिषदको व्यवस्था छ संवैधानिक परिषदमा को हुन्छ प्राइम मिनिस्टर हुन्छ चिफ जस्टिस हुन्छ विपक्षी दलको नेता हुन्छ सभामुख हुन्छ राष्ट्रिय सभाको अध्यक्ष हुन्छ उपसभामुख हुन्छ यो हामीले संविधान बनाउने बेलामा किन बनाएको भने यो गभर्मेन्टमा बस्ने मान्छेको मात्र दादागिरी नहोस् गभर्मेन्टमा बस्ने मान्छेले अख्तियारको दुरुपयोग गर्छ उहीमाथि छानबिन गर्नुपर्ने भएकोले एक्लैलाई बनाउनु दियो भने उसले आफ्नो मान्छे बनाउँछ भनेर राखेको तर व्यवहारमा के हो जो मान्छे बसेको मान्छेको बिचमा भागवण्डा भयो हुँदा न्यायालयको बिचबाट भागवण्डा हुन थाल्यो अब भोलि के हुन्छ ल यही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटा इक्जाम्पल लिएर हेरौँ नेक्स्ट इयर यो वर्ष चुनाव भयो अर्को वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबै पदहरू खाली हुन्छ त्यो खाली पछि नियुक्ति हुन्छ अनि नियुक्ति हुने गर्दा संवैधानिक परिषद यही हो तरिका यही हो नयाँ भए पनि पुरानो भए पनि फेरि के हुन्छ फेरि भागवण्डा हुन्छ अनि भागवण्डा गर्दै गर्दा कस्तो मान्छे ल्याइन्छ जो मान्छेले अरू कसैले अख्तियार दुरुपयोग गर्यो भने चाहिँ छानबिन गर्छ तर जसले नियुक्त गरेको त्यसको चाहिँ छानबिन गर्दैन यो चाहिँ पहिले ग्यारेन्टी गरेर त्यो मान्छेले ल्याएको हुन्छ त्यसैदेखि के गर्ने होला त कि त हामीले संवैधानिक परिषदको बनोट फेर्नुपर्ने होला के भने संवैधानिक परिषदले अख्तियारको नियुक्ति गर्ने तरिका फेर्नुपर्ने होला वा अख्तियार इक्जाम्पल भनेको अख्तियार भनेको यस्तो खालको संवैधानिक निकाय जस्तो साउथ अफ्रिकामा गर्छ पहिले रोस्टर बनाएर नाम सार्वजनिक गरेर पब्लिक हियरिङ गराएर त्यसपछि गएर कसलाई बनाउन मिल्ने कसलाई बनाउन नमिल्ने भनेर भन्दै गर्दाखेरि त्यहाँ बसेको मान्छेले मात्र भागवण्डा गरेर गर्न सक्ने अवस्थाहरू हुन्छ यस्तो अरू पनि थुप्रै विषयहरू छ जस्तो हामी कहिलेकाहीँ के भन्छौँ भने राजनीतिक दलभित्र एउटै नेता लगातार सभापति भएको भए अध्यक्ष भएको भए भनेर भन्छौँ संसारको बिरलै मात्र कन्स्टिट्युसनमा पार्टीहरूको बारेमा लेखिएको हुन्छ नेपालको पनि पार्टीहरूको बारेमा लेखिएको छ अधिवेशन चाहिँ 5 वर्षभित्र हुनुपर्छ भनेर लेखिएको छ तर एउटा व्यक्ति 2 पटक भन्दा बढी चाहिँ सभापति अध्यक्ष हुन पाउँदैन भनेर लेखेको छैन त्यति नलेख्नु छ त्यो पालबाट छिरेर पार्टीले आफ्नो विधान चेन्ज गरेको गर्ने भयो इलेक्सन सम्बन्धी कानुनमा पनि यस्ता धेरै थुप्रै कुराहरू छन् यो सबै कुराहरू इलेक्सन बन्यो इलेक्सनबाट एउटा कुनै नयाँ सरकार आयो वा कोही व्यक्ति प्रधानमन्त्री भयो यसले हल हुने होइन यसले ठुलो रिफर्मको डिमान्ड गर्छ किनकि विषयहरू नै कम्प्लेक्स छ नि यो एकदम कम्प्लिकेटेड छ नि जस्तो संविधान संशोधन गर्नु पर्यो भने भोलि लोअर हाउस प्रतिनिधि सभा छ त्यहाँको संख्याले मात्र पुग्छ राष्ट्रिय सभा चाहिएन करिबी कुरा संहितासँग रिलेटेड भएको विषयहरूको बारेमा गर्नको लागि प्रदेश सभाको सँगसँगै ल्याउनु परेन लोकल गभर्मेन्टहरू छ यो सबैको बिचमा एउटा समझदारी कायम गर्नु परेन त्यसैले अहिले हामी खालि चुनाव भनेर भन्यो अनि यो जित्ने यो हार्ने यो प्रधानमन्त्री बन्ने यो नबन्ने भनेर मात्र भन्यो भने चुनाव हुन्छ नयाँ पार्लिमेन्ट आउँछ अनि गभर्मेन्ट हुन्छ त्यसपछि हाम्रो एक्सपेक्टेसन्सहरू टन्न हुन्छ अनि अलि पछाडि के भन्ने अवस्था आउँछ भने अहिले जसरी सुशीला कार्कीजीको नेतृत्वमा सरकार हुँदै गर्दाखेरि हामीले कतिपय रिफर्मको कुराहरू गर्दाखेरि इन्टेन्सन हुँदै गर्दाखेरि पनि संविधानले दिँदैन कानुनले दिँदैन भनेर भनेको जस्तै भोलि पनि त्यस्तै खालको स्थितिहरू आउँछ त्यसपछि के गर्ने हो त मैले खालि यो गन्थन गर्न मात्रै कुरा गरेको होइन उपाय छ तरिका छ यो जेनजी मुभमेन्ट पछाडि मैले व्यक्तिगत रूपमा भेटेको 1-to-1 समूहमा भेटेको यो जेनजी मुभमेन्टमा काम गरेको साथीहरूसँग यो कुरा राखेको छु केही समय अगाडि प्रधानमन्त्रीले बोलाउनु भएको सर्वदलीय बैठक जहाँ यो मुभमेन्टको युवा साथीहरू हुनुहुन्थ्यो उहाँहरू भएको बैठक पनि राखेको छु नयाँ पार्टीको साथीहरूसँग राखेको छु पुरानो पार्टीको साथीहरूसँग राखेको छु कि हाम्रो बिचमा एउटा चुनावभन्दा अगाडि नै एउटा समझदारी गर्न आवश्यक छ 62-63 को आन्दोलनभन्दा अगाडि ठ्याक्कै यस्तै अवस्था थियो संसदको पुनर्स्थापनाको लागि हामी आन्दोलन गरिरहेका थियौँ तर पार्टीहरूको बिचमा एउटा समझदारी भयो यो संसद पुनर्स्थापित भइसकेपछि पुनर्स्थापित भएको संसदको पहिलो बैठकले एउटा घोषणा गर्नेछ र त्यो घोषणा गरेर के गर्नेछ त भन्दा नेपालको डेमोक्रेसीलाई इन्क्लुसिभ बनाउनेछ हैन हामी समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्नेछौँ नेपालको बहुजातीय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक जुन नेपालको बनोट छ ठ्याक्कै त्यसलाई मिल्ने खालको राज्यको हामी संरचना बनाउनेछौँ लगायतका थुप्रै विषय यो एग्रिमेन्ट कसले गरे दलहरूको बिचमा यो एग्रिमेन्ट त्यो बेलाको नागरिक आन्दोलनले गर्यो थुप्रै नागरिक नेताहरू हुनुहुन्थ्यो नागरिक अगुवाहरू हुनुहुन्थ्यो हामी दलहरूलाई बोलाउनु भयो एक ठाउँ राख्नुभयो नेसनल डायलग गराउनु भयो हाम्रो बिचमा समझदारी गराउनु र समझदारी गराएपछि भोलिपल्ट हामी पार्लिमेन्टमा आइसकेपछि त्यसलाई हामीले पहिलो बैठकबाटै अनाउन्स हामीले स्वीकार गर्यौँ र त्यही कुरा अहिलेको जुन कन्स्टिट्युसनमा जे कुरा छ भन्छौँ नि हामी त्यो ठ्याक्कै पुनर्स्थापित भएको संसदको पहिलो बैठकले गरेको घोषणा त्यो घोषणालाई क्यारी गरेर अन्तरिम संविधान बन्यो
त्यो अन्तरिम संविधानबाट आउँदै आउँदै गएर अहिलेको संविधानमा आएको सबै प्रोग्रेसिभ विषयहरू त्यहीँबाट आएको यसरी बनेको। त्यसैले मैले त्यो बैठकमा पनि भने म अहिले कसलाई अपिल गर्न चाहिरहेको छु खोजिरहेको छु भने म यस्तो नागरिक नेताहरू खोजिरहेको छु, नागरिक अगुवाहरू खोजिरहेको छु। पुरानो पुस्ताको नागरिक नेता, नागरिक अगुवाहरू हुनुहुन्छ, मेरो उहाँलाई पनि अनुरोध छ। नयाँ पुस्ताको साथीहरू पनि हुनुहुन्छ, थुप्रै नयाँ साथीहरू आउनु भएको छ। सबै पार्टीमा जाने त होइन होला, सबै चुनाव लड्ने पनि होइन होला। हामी पुरानो भन्दा पार्टी नयाँ पार्टी हाम्रो बिचको प्रतिस्पर्धा यो एउटा पाटो हो, यसलाई छोड्दिउँ, यसले आफ्नो कोर्स लिन्छ। हामी लड्छौँ, जित्छौँ, हार्छौँ, आफ्नो पार्टीभित्र पार्टी एउटा पाटो। तर म कसलाई अपिल गर्न खोजिरहेको छु भने पार्टीहरू भन्दा बाहिर रहेर यो जसले यो सेप्टेम्बर 8 र 9 मा व्यक्त भएको गभर्नेन्सको सुधार गर्ने, करप्सन कन्ट्रोल गर्ने, रिफर्म भन्ने कुराहरूको मर्मलाई बोकिराख्नु भएको छ। उहाँ तपाईँहरूले खास गरी अलिकति मेहनत गरिदिनु पर्ने छ। यो बिचमा फरक पोलिटिकल पार्टीलाई एक ठाउँमा ल्याउने, राउन्ड टेबलमा लिएर आउने, नयाँलाई पुरानो हामी सबैलाई हामी एक ठाउँमा आउने। हाम्रो बिचमा पहिला 42 त्रिसठीको आन्दोलनको बेलामा गरेको जस्तै, आन्दोलनभन्दा अगाडि गरेको जस्तै एउटा समझदारी गर्ने। भोलि इलेक्सन पछि आउने पार्लियामेन्टले गभर्मेन्ट बनाउँछ, तर हामी जोसुकै पार्लियामेन्टमा आयो भने पनि हामी सबै पार्टीहरू मिलेर कम्तीमा पनि हामी यी विषयहरूमा सुधार गर्छौँ। कन्स्टिट्युसनका ठुल्ठुलो सुधारको कुराहरू हामी कहिलेकाहीँ शासकीय स्वरूप भन्छौँ, निर्वाचन प्रणाली ठुल्ठुलो कुराहरू छ। निर्वाचन प्रणाली भनेको ओभरअल कुराहरूको सन्दर्भमा, त्यसमा हाम्रो आफ्नो मतहरू छन्, त्यसलाई छोडिदिउँ। तर करप्सन, गभर्नेन्स यो विषयहरूको सन्दर्भमा गर्नुपर्ने संस्थागत सुधारहरूमा संविधानमा के कुराहरू बदल्ने हो, कानुनमा के कुराहरू बदल्ने हो, इन्स्टिट्युसनल रिफर्म के गर्ने हो, यो कुराहरूमा त हाम्रो बिचमा अन्डरस्ट्यान्डिङ गर्न सकिन्छ नि। यो बिचमा त हाम्रो बिचमा समझदारी गर्न सकिन्छ। त्यसो भयो भने 82 को चुनाव पछाडि आउने पार्लियामेन्टले संविधान पनि संशोधन गर्छ, कानुन पनि संशोधन गर्छ, नयाँ कुराहरू बनाउँछ। अनि त्यसपछि बल्ल त्यो सेप्टेम्बर 8 सेप्टेम्बर 9 को त्यहाँभित्र दिएको शहादतको पनि अर्थ हुन्छ। र भोलि जोसुकै आयो सरकार चल्यो भने सरकारले गर्ने राम्रो नराम्रो कामको एउटा पाटो भयो, तर कम्तीमा यी सुधारहरू त सुनिश्चित हुन्छ। त्यस कारणले गर्दा म यो भिडियोबाट म सिटिजन मुभमेन्टमा लाग्नुभएको साथीहरूलाई अपिल गर्छु र अरू साथीहरूलाई पनि यो एकतर्फी मैले भने यतिबाट तपाईँहरूको पनि कति आइडियाहरू होला। म एउटा कन्भर्सेसन सुरु गर्न चाहन्छु। तपाईँ पनि यो कन्भर्सेसनमा भाग लिन सक्नुहुन्छ। आउनुहोस् एकपल्ट छलफल गरौँ, बहस गरौँ। हाम्रो यो सानो स्केलमा पनि गरौँ, अलिकति ठुलो स्केलमा पनि एउटा नेसनल डायलग गरौँ, एउटा समझदारी गरौँ। चुनाव आफ्नो ठाउँमा हुँदै जान्छ, हामी प्रचार गर्दै जान्छौँ, आफ्नो मुद्दाहरू भन्दै जान्छौँ। यतापट्टि हाम्रो बिचमा यो छलफल बहस पनि गर्दै गरेर एउटा समझदारी गरौँ। यही आग्रह गर्नको लागि म यो भिडियो लिएर आएको हुँ। म यस्ता सुधारका विषयहरू अरू के हुन सक्छन्, कुन मुद्दामा हाम्रो बिचमा यसरी सार्वजनिक छलफल हुनुपर्छ भन्ने मेरो अरू पनि केही विषयहरू मलाई लागिरहेको छ। यी विषयहरूमा पनि म फेरि एउटा सिरिजमा अरू भिडियोहरू बनाएर तपाईँहरूको बिचमा आउँछु। कम्तीमा आज मैले आफ्नो भिडियो टिम गर्ने बेलामा फेरिबाट तपाईँहरू सबैलाई नयाँ वर्षको शुभकामना भन्दै मेरो एउटा अनुरोध छ, इलेक्सनलाई सफल बनाऊ, फ्री फेयर इलेक्सन। सबैजना इलेक्सनको पाटोमा पनि लागौँ। गभर्मेन्ट लागेको छ, हामी सबै लागेका छौँ। यसको एउटा पाटो। तर इलेक्सन पछि आउने पार्लियामेन्टले गर्ने रेगुलर काम, गभर्मेन्ट बनाउने, गभर्मेन्टले गर्ने रेगुलर काम भन्दा बाहेकको ठुलो व्यापक रिफर्म गर्ने कुराहरूको सन्दर्भमा भने संविधानमा के कुरा बदल्नु पर्ने छ, कानुनमा के कुरा बदल्नु पर्ने छ, इन्स्टिट्युसनमा बदल्नु पर्ने छ, त्यो कुराको बारेमा भने एउटा नेसनल डायलग, नेसनल लेभलको एग्रिमेन्ट, एउटा कन्सेन्सस हाम्रो बिचमा बनाउने कुरामा अब ढिलो नगरौँ। यो कुरामा यो पटक हामी चुक्नुहुन्न। चुकेनौँ भने जति साथीहरू, युवा साथीहरूले आफ्नो जीवन गुमाउनु भएको छ, त्यो परिवारको सदस्यलाई त्यस पछाडि कम्तीमा एउटा कुरामा चित्त बुझ्छ, मेरो परिवारको सदस्यले गरेको शहादतबाट यो सुधार त भयो नि, यो सुधार त्यो मुभमेन्ट नभएको हुँदैन नि भन्ने कुरामा एक ठाउँ कहीँ न कहीँ चित्त बुझ्ने ठाउँ छ। यति गरौँ। हस्, धन्यवाद। जय हिन्द।